1 महिनाभित्र 76 लाख रुपैयाँ जम्मा गर्न नसके यी वृद्ध आमाको छोरा जेल जानेछन्, उहाँको श्रीमान जेल जानेछन्। दर्शकवृन्द, दुबईमा यति बेला युवराज थापालाई 76 लाख ब्लड मनी तोकिएको छ। यो परिवार जो आफैमा गरिब छ, आमा रोगी हुनुहुन्छ, पहिल्यैदेखि खुट्टाको रोगी, अहिले छोराको चिन्ताले मुटुको रोगी हुनुभएको छ। श्रीमतीलाई 2टा छोरा कसरी हुर्काउने भन्ने हम्मे छ। यो अवस्थामा यो परिवारलाई दर्शकवृन्द निकै नै ठुलो सङ्कट। यति बेला उहाँको श्रीमान युवराज, उहाँको छोरा जो 35 वर्षका छन्, आफ्नो आमाको उपचार गरौँला भनेर विदेश गएका थिए। दुबईमा लाइफ गार्डको जागिर गर्दै थिए। त्यही जागिरकै सिलसिलामा स्विमिङ पुलमा एकजना विदेशी नागरिक हार्ट एट्याक भएर मर्छन् र मुद्दा लाग्छ उहाँको छोरालाई। यति बेला युवराज थापालाई फसाइँदैछ। युवराज थापामाथि निकै नै ठुलो दुःख, पीडा र सङ्कट आइलागेको छ। दर्शकवृन्द, युवराज थापा अब 1 महिनाभित्र जेल जाँदैछन्। 1 महिनाभित्र 76 लाख रुपैयाँ जम्मा गर्न यो परिवारले सकेन भने ब्लड मनी स्वरूप 76 लाख रुपैयाँ, नेपाली 76 लाख रुपैयाँ यो परिवारले जम्मा गर्न सकेन, तिर्न सकेन भने यी वृद्ध आमाको छोरा, उहाँको श्रीमान युवराज 1 महिनामै जेल चलान हुँदैछन्। वर्षका लागि जेल चलान हुँदैछन्। यो दुःख, यो पीडामा सल्यानको त्रिवेणी गाउँपालिकामा रहेको यो परिवार यो अवस्थामा आएको छ। म यति बेला युवराजको घरमै आएको छु। उहाँहरूको यो घटनाबारे थाहा पाइसकेपछि धेरै मार्फत मलाई यहाँ आउनका लागि आग्रह भइसकेपछि म यो ठाउँसम्म आएको छु। यो ठाउँमा आउँदा निकै नै बिजोक अवस्था देखेँ। आमा मुटुको रोगी भइसक्नु भएको छ। खुट्टाको त पहिल्यैदेखि रोगी, हिँड्न सक्नुहुन्न। अहिले यहाँ बसिरहँदा पनि हेर्नुहोस् आफै टोलाइराख्नु भएको छ। यो परिवारलाई हामीले केही थोरै मद्दत गर्न सक्यो भने ठुलो गुण लाग्नेछ। हामी नेपालीलाई दुःख पर्ने बेला जहिले पनि हात फैलाउँछौँ, सहयोगका हातहरू। आज यो परिवारलाई यति ठुलो सङ्कट आइलाग्दा हामी हात खुम्चाएर पक्कै पनि बस्ने छैनौँ। हामीसँग जे जति छ दिएर आज युवराजको ज्यान बचाउने जुन यो पुण्यको काममा तपाईँ हामी सहभागी हुन जरुरी छ। म यहाँबाट 2 हात जोडेर विनम्र अनुरोध गर्न चाहन्छु, सबैजनाले यो परिवारको खुसी फिर्ता ल्याइदिन मद्दत गरिदिनु होला, युवराजलाई बचाइदिनु होला। युवराजलाई अहिले 76 लाखको ब्लड मनी तोकिएको छ। अब यतिका पैसा तपाईँहरू कसरी जुटाउँदै हुनुहुन्छ? कुनै बेला त लाग्छ कि आफ्नै के अङ्ग किडनी बेचेर पनि उहाँलाई निकाल्न सकिन्छ कि कसरी उहाँलाई निकाल्ने होला भन्ने कुरा के त्यस्तो हुन्छ। आमा, त्यत्रो 76 लाख रुपैयाँ कसरी जम्मा गर्ने, छोरालाई कसरी बचाउने, के सोच्नु भएको छ आमा? सोध्ने छोरालाई सोध्ने, अब रातमा दिन रोइरहेन, स्वास्थ्य नै ठिक छैन मेरो। त्यही भएर सबै मिडियाहरूलाई बोलाएको हामीले। आफ्नो घरमा केही छैन, उपाय छैन। अब यिनी डाँडा पाका जग्गाहरू बिग्दैनन्। जस्तो यिनी जग्गा बिग्यो भने घरबार सबै बिग्यो भने मेरो छोरालाई ल्याउँदो भन्ने लाग्छ। केले ल्याउने उपाय छैन हामीसँग। रकम पैसा त्यत्रो पैसा भएपछि सबै पुग्ने भएपछि छोरो अहिले अर्को देशमा गुलामी भएन, बस्ने थिएन। छोराछोरी जसरी पाल्न, आमा बुवालाई पाल्न पनि बाहिर गएन, के काम गर्ला भन्न गयो छोरो। दसैँ तिहारमा घर आउँछु, म घर आउँछु आमा भन्यो, छोरो सामान सुति किनी तयार भ्याऊ। छोरो मुद्दा पर्यो रहेछ। दसैँमा घर आउने पुरै तयारी भइसक्यो, त्यो सामानहरू सबै किनिसक्नु भएको थियो। सबै किन्ने घर आउँछु म भने सामान सोधिस गरी आउने बेला बन्द भयो रहेछ। त्यो बन्द खोलाउनु जाने बेला अदालतले के भनेको छ, तँलाई यत्रो मुद्दा पर्ने बेला त कहाँ गएको थिइस् भनेको छ। मेरा छोराले त्यो मुद्दा पऱ्यो थाहा कि मेसेज पठाएर थाहा हुन्छ कि फोन गरेर थाहा हुन्छ। मेरा छोरालाई के थाहा, होटलले तँलाई केही हुँदैन, मैले पैसा तिरिसकेको छु, काम गर त हार्ट एट्याक भएन मर्या हो, तँलाई केही हुन्न भनेन। त्यति काम लगाइरह्यो, काम गराइरहेछ।
अहिले मेरो छोरो साह्रै पीडितमा छ, मेरो साह्रै दुःख छ। मेरा छोरालाई कोटामा भित्र बसिरहेको छ, के खायो होला, के लायो होला, स्वास्थ्य छैन, ठिक छैन, काम कासिर हुन्छ, ख्याउ काँसे भित्र बन्दित भइगयो। त्यो सबैले सहयोग गरेर मेरो छोरालाई नेपाल ल्याइदिनु। रातमा दिउँसो बिरामी हुनुहुन्छ तपाईँ? बिरामी छु, उस्तै त खुट्टा भएको छु, लट्टी टिकी नहुँदो यस्तो व्यक्ति छ। त्यही पनि अस्तिबाट मुटुको समस्या छ, पेट चुरै दुख्छ मलाई भित्र। अहिले त तपाईँहरू आएछ उठेमा। अहिले छोरालाई 76 लाख रुपैयाँको ब्लड मनी तोकिएको छ अनि आमा सुखले घरमा कहाँ बस्न सक्छन् र? बिचरा दिन रात रोएर छोराकै सम्झनामा तडपिएर मुटुको रोग पालेर बसिरहेकी छिन्। अब यो 76 लाख रुपियाँ कसरी जुटाउने? यो एउटा गरिब परिवार जो सल्यानको यो विकट ठाउँमा बस्नुहुन्छ। यहाँ मेरो साथमा एउटा कागज पनि छ। त्रिवेणी गाउँपालिकाको कार्यालयले पनि एउटा कागज यहाँ बनाइदिएको छ। 76 लाख रुपैयाँ ब्लड मनी तोकिएको कारणले गर्दा यो आर्थिक अवस्था निकै कमजोर छ उहाँहरूको। यो रकम जुटाउनका लागि, उहाँको जीवन रक्षाका लागि आर्थिक सहयोग सङ्कलन गरिदिनु होला भनेर यो आधिकारिक रूपमा गाउँपालिकाले लेखेको यो पत्र छ मेरो हातमा। अनि त्यसै गरी यहाँ चाहिँ यो अरबी भाषामा आएको अदालतको त्यो पूर्ण पाठ अथवा अदालतका ती आदेशहरूलाई संक्षिप्तमा यहाँनिर अरबीबाट नेपालीमा ट्रान्सलेट गरेको पनि छ। यहाँ चाहिँ लेखिएको छ 2 लाख दिराम को रकम बुझाउन बाध्य पार्नु भएको कानुनी रगतको पैसा हो, जबकि व्यक्तिको मृत्यु भएको कसुरमा तोकिएको जरिमाना भनेर यहाँ यसरी यो किसिमको आदेशको एउटा संक्षिप्त तपाईहरु माझ मैले यो देखाएँ। हामीले सबै कागजातहरु हेर्यौं हैन, जति पनि छ त्यो दुबईको त्यो अदालतको आदेशलाई हामीले अरबी भाषालाई नेपालीमा ट्रान्सलेट गरेर पनि हामीले बुझ्ने प्रयास गर्यौं, हेर्ने प्रयास गर्यौं र हामीले जति बुझ्यौं त्यहाँ लेखिएको छ 2 लाख दिराम ब्लड मनीका रूपमा जो मृतक पीडित पक्ष छन् उनीहरूले चाहिँ यो निवेदन पेश गरेको माग गरी निवेदन पेश गरेको हुनाले भनेर भन्ने कुराहरू छ। हजुरको छोरासँग कुरा भइराछ, कहिलेकाहीँ कुरा हुन्छ? कहिले कुरा हुन्छन्, चिन्ता नगर आमा। मलाई चिन्ता मान्छन् आमाले। मेरो कारणले आमा बिरामी हुन्छन् भन्नु मसँग त्यति पहिला पनि कुरा गरेन। राम्रो कुरा गर्ने, यस्तो यो जेलमा पर्यो ऊ कहाँ मुद्दा पराउँछ भन्ने कुरा भएन। लास्टमा अब फैसला भइसकेपछि आमा मलाई त 2 लाख दुबईको 2 लाख बनाउँछ, 1 महिना जेल सजाय दिएछ भन्यो। अघिल्लो दिन पछिल्लो दिन फेरि म बसिरहेको थिएँ। त्यति आमा म सक्दिनँ, मलाई नेपाल फर्काउनुका उद्देश्य के छ त्यही उपाय केही लाग्दैन मलाई नेपाल फर्काऊ। सबै मिडियाहरूलाई बोलाऊ, सबै सहयोग गर्नुहुन्छ कि हाम्रो नेपाली दाइभाइहरूले। म सक्दिनँ आमा, म हार खाएँ, म सक्दिनँ भने धर रोयो। त्यसले रोइरहेछ, आँखा खाली उठेन। कतै काम पऱ्यो भने गएपछि भयो न, एक्लै मन टोलाइरहन्छु म। मेरो छोरो कहिले नेपाल आउँदो, मेरो छोरो नेपाल आएपछि म अलिक केही बाँच्ने आधार हुन्थ्यो कि भन्ने लाग्छ। कतिखेर के हुन्छ मलाई थाहा छैन। मेरो दिमाग उतैतिर छ, छोरातिर छ। छोरालाई हेरिरहन्छु, छोरा पीडा छ मलाई, धेरै पीडा छ। छोराछोरी छोरो कहिले नेपाल आउँला र हाँसी बाँच्न पाए हुन्थ्यो भन्ने लाग्छ। त्यही भएर मेरा छोरालाई ल्याइदिन, सबैलाई आग्रह गर्छु, नेपाली दाइभाइ दिदीबहिनीहरूलाई जसरी पनि मेरा छोरालाई नेपाल ल्याइदिनुहोस्। अन्त के हुने हो थाहै छैन, अर्को देश तपाईँको अर्को देशमा के हुने जब नेपाल आउँछ मेरो छोरो त्यतिखेर म लामो सास फेरेर बस्नेछु। मेरो छोरो नेपाल जसरी पनि ल्याइदिनु भन्ने आग्रह थियो।
तपाईको श्रीमान यो जुन घटना घट्यो नि यो घटना ठ्याक्कै यो कसरी घटेको तपाईको श्रीमानले केही भन्नुभयो होला नि तपाईलाई कुरा गर्नुहुन्थ्यो अब जुन घटना नघट्नु पर्ने थियो उहाँको लागि अब त्यो अचानक अब त्यो काम गर्ने ठाउँमा त्यो मान्छेको अब अचानक मृत्यु भयो अब उहाँको कारणले पनि होइन उहाँको जिम्मेवारी सबै पुरा भएको छ त्यहाँ ठाउँमा उहाँ काम गर्ने ठाउँमा तर पनि त्यो मान्छे मरिसकेपछि उहाँ त्यो मान्छेको आरोपहरू लगायो कि त्यहाँको सरकारले अहिले बिना कारण बिना गल्ती त्यत्रो सजाय भोग्नु परेको छ उहाँलाई कति पीडा हुन्छ होला उहाँलाई त्यति कुराले गर्दा के हामी त आज आफ्नै देशमा छ आफ्नै परिवारसँग छ उहाँ त एक्लै हुनुहुन्छ त्यो ठाउँमा त्यत्रो समस्या पर्दाखेरि त्यत्रो केसँग लड्दाखेरि उहाँ एक्लै हुनुहुन्छ क्या कति पीडा हुन्छ होला उहाँलाई कति गाह्रो हुन्छ होला कुराकानी हुन्छ तपाईलाई तपाईसँग कुराकानी गर्नुहुन्छ के भन्नुहुन्थ्यो त्यो त्यस्तो परिसकेपछि भन्नुहुन्थ्यो अब त्यत्रो पैसा छ अब जे पनि हुनसक्छ अब जेल सजाय धेरै लामो समय राख्न सक्छ अब एउटा परिवारको जिम्मेवारी बोकेर आएको मान्छे म यहाँ अब तिमीहरूलाई बच्चा साना छन् बाबुहरूलाई पढाउनु छ लेखाउनु छ उनको भविष्य बनाउनु छ अझ धेरै बुढा भएका बुबा आमा हुनुहुन्छ होला हेर्नु छ भने सम्झाउनुहुन्थ्यो कुराहरू धेरै गर्नुहुन्थ्यो म रुन्थेँ क्या उहाँले कुरा गर्थेँ त्यो कुरा गर्दाखेरि उहाँको अगाडिमा फेरि आँसु झार्दैन थिएँ म आफ्नो मनलाई त्यो बलियो बनाउँथेँ एकदमै रुन मन लाग्थ्यो मलाई अनि भन्नुहुन्थ्यो अब परिवारको जिम्मेवारीबाट म टाढा हुने भएँ धेरै समयसम्म म यता अड्डे भने हरायो भने तिमीहरूसँग सम्पर्क विहीन हुन्छु हराउँछु म कुरा गर्नु मिल्दैन त्यहाँ गयो भने भन्नुहुन्थ्यो धेरै कुराहरू गर्नुहुन्थ्यो युवराजी हुनुहुन्छ हजुर सर नमस्कार हजुर नमस्ते के गर्दै हुनुहुन्छ अहिले त्यहाँ म बसिरहेको छु सर कोठामा 76 लाख रुपैयाँ ब्लड मनी तोकिएको रहेछ यो कहिलेसम्म जम्मा गरिसक्नु पर्ने हो यो पहिले आएको फैसला हो त्यतिखेर अब केही पनि बाँकी छैन भन्ने खबर थियो त्यस हुनाले मसँग तत्काल पैसा नभएको कारण मैले अपिल राखेको थिएँ हजुर अनि उताबाट पनि अपिल आएको हुँदा मे 21 सम्म पर्खिनु पर्ने हो मे 21 मा यही लागू गर्छ या फेरि बढाएर गर्छ भन्ने कुरा मे 21 पछि थाहा मे 21 भने त अब 1 महिना पनि रहेन हैन त हजुर आज 16 गयो भने 1 महिना एक महिना भन्दा 35 दिन जति भयो यो भनेपछि 1 महिनासम्ममा 76 लाख रुपैयाँ जम्मा गर्न पर्ने भयो तपाईलाई हजुर यदि तपाईँ नेपाल आउने हो भने नत्र भने तपाईँ यदि 76 लाख रुपैयाँ तपाईले जम्मा गर्न सक्नु भएन भने तपाईलाई कस्तो किसिमको सजाय हुन्छ त्यहाँ केही बुझ्नु भएको छ अब ठ्याक्कै त थाहा छैन तर जेलमै हुन्छ होला सर जेलमा बस्न पर्छ हजुर ए अहिले चाहिँ तपाईँ जेलमा हुनुहुन्न के तारिखमा हुनुहुन्छ कि कस्तो अहिले बाहिर छु त्यो मुद्दा अहिले लागू नभएको कारण अपिल गरेको हुँदा अनि उताबाट पनि अपिल आएको हुँदा झन् गाह्रो अवस्थामा छ अब नेपाल नआउँदासम्म म समस्यामा नै पर्छु ए यो घटनाबारे अलिकति मलाई ठ्याक्कै जानकारी गराइदिनु न घटना चाहिँ कसरी घटेको थियो र तपाईँ अहिले यो घटनामा कसरी मुछिनु भयो कसरी फस्नु भयो म चाहिँ पेसाले लाइफगार्ड हो हजुर स्विमिङ पुलमा हाम्रो काम भनेको रेस्क्यु गर्ने काम हो भन्नु रेस्क्यु गर्ने काम हो र त्यो स्विमिङ पुलमा एकजना एकदम ठुलै मान्छे पुल गहिरो थिएन अनि उहाँ आएर केही अर्डर गर्नुभएको थियो हजुर र त्यहाँ मैले अब अरू अन्य कामहरू पनि गर्नुको थियो टावलहरू सबै जिमहरू सबै हेर्नु पर्छ त्यतिखेर उहाँ चाहिँ संयोगवश अनकन्सियस हुनुभयो र मैले देख्न साथ
निकालेर आफूले गर्नुपर्ने सबै कामहरू गरे। त्यतिखेर अब सबै कुराहरू सकिसक्यो भने भन्ने कुरा चाहिँ 2-3 महिनापछि। जस्तो उहाँलाई त्यहाँ के हार्ट एट्याक भयो कि कस्तो के भयो खास? पहिले चाहिँ हार्ट एट्याक हो भन्ने कुरा थियो जानकारी, किनकि यो 2023 को कुरो हो। अनि अहिले चाहिँ अब डुबेको भन्ने कुरा आयो। यो पुग्नु बाटो आइसकेको छैन हामीले यो भन्दाखेरि। यो घटना ठ्याक्कै उहाँ स्विमिङ गरिरहेको बेला नै घट्यो होइन? स्विमिङ बसिराख्नु भएको थियो। स्विमिङ त्यहाँ उहाँ गहिरो पनि छैन, अब छातीसम्म आउँछ पानी। छातीभन्दा तल चाहिँ उहाँ धेरै अग्लो मान्छे हो, आइराख्ने मान्छे। यो छातीसम्म पानी थियो त्यहाँ? उहाँ चाहिँ पुल चाहिँ 1.4 मिटर हो, उहाँ चाहिँ 1.8 त्यस्तै अग्लो मान्छे हुन्छ। भनेपछि डुबेर मर्ने चान्स त कम हुन्छ त्यस्तोमा? होइन एकदमै चान्स कम हुन्छ। तर त्यतिखेर अन्य कारणले हो, डुबेर होइन भन्ने कुरा थियो। अहिले चाहिँ के डुबेरै मरेको भन्ने गराइयो भन्ने अब फैसलामा त्यही लेखेको छ। त्यहाँ जस्तो उहाँको त्यो घटना घटिसकेपछि तपाईँ एउटा लाइफगार्ड बसेको मान्छेले उद्धार गर्ने प्रयास त गर्नुभयो होला नि? हजुर, उद्धार मैले गरेको। के गर्नुभयो उद्धारका लागि? मैले अब आफूले गर्ने फर्स्ट एड, CPR सबै दिएँ। अस्पतालसम्म पनि पुर्याउनु भयो? फोन गरियो म्यानेजमेन्टलाई, अनि एम्बुलेन्स आयो। एम्बुलेन्सलाई आफू जिम्मेवार दिएँ। तपाईँले जस्तै अब गर्नुपर्ने आफ्नो कर्तव्य पुरा गर्नु भएको छ होइन? अब यही कारणले गर्दा अहिले तपाईँ नेपाल आउन पाउनु भएन। अहिले तपाईँ माथि ब्लड मनी 76 लाख रुपियाँ तुकियो। अब यत्रो 76 लाख रुपियाँ कसरी तिर्ने सोच्नु भएको छ तपाईँले? अब आफूसँग त्यति धेरै पैसा नभएको, घरको स्थितिलाई अलिकति सुधार गरौँ भनेर यता प्रदेश आएको। अब तपाईँको आमा फेरि यति धेरै बिरामी हुनुहुन्न रहेछ, हेर्नु दिनरात तपाईँको चिन्ता मात्रै गर्ने, मुटुको रोगी, पहिल्यै अलरेडी खुट्टाको रोगी हुनुहुन्न रहेछ। हजुर, आमाको खुट्टाको समस्या विगत लामो समयदेखि छ। अब यताबाट पठाएको पैसा लगभग औषधि खर्चमा नै अब खर्च भइरहेछ। आफूसँग त्यति धेरै पैसा छैन। सबैमा दाजुभाइ दिदीबहिनी नेपाल सरकारसँग सहयोग गरिदिन अनुरोध गर्न चाहन्छु। तपाईँ त श्रम गरेर जानुभयो होइन त? लिगल्ली नै जानुभयो होइन त? हजुर, श्रम गरेर आएको। यस्तो अवस्थामा चाहिँ नेपाल सरकारले कुनै पनि चासो व्यक्त नगर्दो रहेछ। त्यहाँ एम्बेसीहरूमा तपाईँले खबर पुर्याउनु भएको छ? हजुर, एम्बेसीमा खबर गरेको थिएँ पहिला पनि। पहिला फैसला आएपछि खबर गर्नु भएको थियो। पछि कल गरेको थिएँ मैले। यति धेरै पीडित परिवारलाई दिने पैसा भएपछि त उठाएर दिनु होला, गाउँपालिकातिर वडातिर खबर गर्नु होला भन्ने खबर गर्नुभएको थियो। एम्बेसीले आफ्नो तर्फबाट त्यस्तो केही सहयोग गर्न सक्दैन रे? पीडित परिवारको लागि हो भने पैसा दिनुपर्छ। अब एम्बेसीले त अन्य कारबाहीलाई सहयोग गर्ने हो, अन्य कारबाहीलाई रोक्ने हो। अब पीडित परिवारको लागि त पैसा उठाएर दिनुपर्छ। गाउँतिर भन्नुभएको छ कि नै, घरमा भन्नुभएको छ कि नै, वडामा गाउँपालिकातिर खबर गर्नु होला भनेर भन्नुभएको थियो। नेपालमा अवश्य नेपालमै रोजगारी छैन, विदेशमा जाँदा पनि यो अवस्था भोगिरहनु परेको छ हाम्रो नेपाली युवाहरूले। विदेश जाँदा पनि सुख रहेनछ है? हजुर, एकदम सुख त छैन, धेरै गाह्रो छ। अहिले तपाईँ काममा लाग्न पाउनु भएको छैन कि के गरिरहनु भएको छ? म अहिले क्याम्पमै छु सर। हजुर, पहिलेदेखि थियो। पहिले त काम चलिरहेको थियो। हजुर, घटना भएको लगभग 18-19 महिनासम्म।
त्यही अहिले 1 महिना भयो म उता जुन घटना घटेको थियो त्यो ठाउँमा गएको छैन, म क्याम्पमा छु। काममा हुनुहुन्छ, काम गरिरहनु भएको छ अहिले पनि? नै क्याम्पमा, मेरो कम्पनी अलग हो। क्याम्पमा हुनुहुन्छ तपाईँ? बस्नु ए भने काममा लगेको छैन अहिले कम्पनीले? हजुर, उता अब अहिले मिल्दैन। ए अहिले तपाईँ काम नगरिकनै बसिरहनु भएको छ? हजुर। ए काम गर्न दिए छैन भनेपछि अहिले खानी बस्ने व्यवस्था कम्पनीले गरिरहेछ कि कसले गरिरहेछ? हजुर हजुर हजुर। खाना बस्न चाहिँ कम्पनीले नै गरिरहेछ हजुर क्याम्पमा? हजुर। अनि कम्पनी यसमा जस्तो एउटा तपाईँ एउटा कामदार हो नि त होइन? त्यहाँ घटना घटिरहँदा त यसको सबै यो जुन जिम्मेवारी त कम्पनीले निर्वाह गर्नुपर्ने होइन र? अब हाम्रो यता कन्ट्याक्ट कम्पनी हो, मेरो भिसा लागेको यता अलग, मैले काम गर्ने अलग हो। अनि त्यस पछाडि घटना भए लगतै कम्पनीलाई पनि थाहा भएको कुरा हो। घटना भएकै दिन मेरो सबै आवाज जावत बन्द छ र पछि मैले जानकारी दिएको छु। तर लगातार नियमित हामी खोल्ने प्रयासमा गयौँ। घटना सकिसक्यो भन्ने कुरा थियो होटेलबाट, अनि अब खुलिहाल्छ होला, अब केही हुँदैन भन्ने कुरा थियो। तर अहिले फैसलामा 2 लाख ग्राम 1 महिना जेल र रिपोर्ट आएको थियो। त्यस पछाडि फेरि मैले सोधेको थिएँ उता, अनि त्यस्तो केही छैन भन्ने कुरा जानकारी आइसकेपछि कम्पनीलाई बन्द भन्ने कुरा हो। कम्पनीबाट भनेको र तत्काल पहिले अपिल गरेर आइयो भन्ने कुरा हो। अपिल गरेर आइयो, अनि अहिले उताबाट फेरि अपिल आएको हुँदाखेरि झन् समस्या भयो। मे 21 त्यही भएर मे 21सम्म यही पुरानो पहिलेको फैसला लागू गर्छ या बढाएर गर्छ, के गर्छ भन्ने कुरा मे 21मा थाहा हुने भयो। मे 21 पर्खिनु पर्ने भयो। अब यति बेला अब म के भन्न चाहन्छु भने तपाईँ चाहिँ अलिकति हिम्मत गरेर राम्रोसँग बस्नु। अब हामी पनि अब यहाँनिर आएका छौँ, केही भइहाल्छ कि है, तपाईँको उद्धारका लागि, तपाईँलाई नेपाल झिकाउनुको लागि केही भइहाल्छ कि, हामी पनि प्रयास गरिरहेछौँ है। धेरै पीर चिन्ता नलिनु मनमा। हुन्छ, आफू चाहिँ राम्रोसँग बस्नु है। हुन्छ, हस्। अब यो अन्तिममा चाहिँ केही भन्न चाहनुहुन्छ? मैले यो भिडियो सामाजिक सञ्जालमा पनि राख्छु, तपाईँको तर्फबाट केही छ भन्नुपर्ने? म काठमाडौँ नआउँदासम्म, नेपाल नआउँदासम्म समस्यामै छु। सबैजनाले बुझिदिनु होला। मेरो समस्या सबैजनाले बुझिदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु। हुन्छ, हस् युवराजी है, राखेँ ल अहिले।